विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ। के गर्ने अब सबै नेताहरू भागाभाग रातम्य, कोही तपाईँको चाहिँ नै बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के तहस नहस, पार्टीको कार्यालय तहस नहस होइन। अब को आउने त, को शक्ति आउने त त्यहाँ कोही छैन है। कसले गरेको कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तत्कालीन थाहा नभएको स्थिति होइन। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे हो। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा, कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर, सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि दण्डनी बलिरहेको आगोमा हाम फाले। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। प्रधानमन्त्री भन्नु जानु भएको है, घरि गृहमन्त्री बन्नु आँट्यो अरे है, घरि मन्त्री खै के जति बन्न आँट्यो अरे भन्ने कुराहरू पनि जस्तो पुरो आयो। त्यसमा म के भन्न चाहन्छु